आज चाहिँ म तपाईँहरूलाई यसको बारेमा अलिकति जानकारी दिन्छु है। यसलाई चाहिँ हामीले लुङ्दा भन्छ। यो चाहिँ तपाईँको जिन्दगीमा जस्तै ठुलो सानो कामतिर पनि रुकावट आउँछ है, जुन तपाईँको कामलाई पुरा हुन सक्दैन, तपाईँको काम सक्सेस हुन सक्दैन। अरू एउटा चाहिँ तपाईँको घरको परिवारतिर दुःख बिमारहरू आउने, दशाहरू आउने त्यस्तो हुन्छ भने चाहिँ तपाईँहरूले आफ्नो नाममा यस्तो उठाउनुपर्छ है। यो उठाउनु भयो भने चाहिँ तपाईँको दशकाराहरू पनि हट्टिने गर्छ है, र त्यो माथि जुन तपाईँको कामहरू रोकेकोहरू पनि सक्सेस हुने गर्दैछ है। यसलाई उठाउँदा चाहिँ के गर्नुपर्छ भन्दाखेरि यो किनेर चाहिँ तपाईँहरूले पूजा गरेर है, जसको नाममा पनि उठाउँदैछ त्यसको नाम यसमा बिटामा नामहरू लेख्नुपर्ने हुन्छ, नाम लेखेर अनि उठाउनु पर्ने हुन्छ है। र यो चाहिँ हामीले कुन समयमा उठाउँछ भन्दाखेरि न्यु इयरको समयमा, जब हाम्रो नयाँ वर्ष लाग्छ। नयाँ वर्ष लाग्दाखेरि चाहिँ जुन एक वर्षभित्रमा आफूलाई आउने नराम्रो समयहरू, दशकराहरू आउनेहरू सबै हटोस् भनेर चाहिँ सबै सुरु हुन्छ है। तपाईँहरूले यहाँ देख्नुहुन्छ, यहाँनिर यस्तो नाम पनि लेखेको छ नि, यो त जानकारीको लागि धन्यवाद।